तेरो भरौटेहरूको पो बा होइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतङ्कवाद विश्वले कहिले पनि देखेको थिएन। तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस्। यो भनाइ मैले भनेको होइन। सेप्टेम्बर 8मा भएको जेन्जी प्रोटेस्टमा ताकी गोली हानेर कम्तीमा पनि 19 जनाको मृत्यु भएको दिनको राति त्यतिबेलाको काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह बालेनले त्यतिबेलाको नेपालको प्रधानमन्त्री खड्गप्रसाद ओली यानि कि केपी ओलीलाई भनेका हुन्। आज ती दुई नेता झापा क्षेत्र नम्बर 5बाट चुनावी मैदानमा उत्रिएका छन्। झापा क्षेत्र नम्बर 5 जुन पटक पटक नेकपा एमालेबाट केपी शर्मा ओलीले सहजै चुनाव जितिरहेको ठाउँ हो। तर यसपालि माहौल फरक छ। अघिल्लो निर्वाचनमा आफ्नै प्रतिस्पर्धीले ल्याएको मतको दोब्बर भन्दा पनि बढी मत ल्याएर शानदार तरिकाले विजय भएका बालाई यसपालि बालेनले उनकै क्षेत्रमा गएर चुनौती दिएका छन्। या भनौँ बालेन पनि त्यही क्षेत्रबाट चुनावी मैदानमा उम्रिँदैछन्। हरेकचोटि प्रधानमन्त्रीको कुर्सीको लागि हुने म्युजिकल चेयरमा सधैँ प्रथम हुन खोज्ने बालाई यसपालि बालेनले म्युजिकल चेयरको लाइनबाटै हटाउन खोज्दैछन्। झापा पूर्वी नेपालको राजनीतिक रूपमा निकै प्रभावशाली जिल्ला हो। विशेष गरी झापा क्षेत्र नम्बर 5 जहाँ लामो समयदेखि एमालेको बलियो उपस्थिति देखिन्छ र केपी शर्मा ओलीको राजनीतिक आधारको क्षेत्र पनि यही हो। ओलीले विभिन्न समयदेखि यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै आइरहेका छन्। यो क्षेत्रमा पार्टीको सङ्गठन बलियो रहेकै कारण पनि ओली पटक पटक यस क्षेत्रबाट विजय भई 4 पटक देशको प्रधानमन्त्री समेत बनिसकेका छन्। प्रतिज्ञा गर्छु त्यो पर्दैन। पछिल्लो समय काङ्ग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारको प्रतिनिधित्व गर्दै केपी शर्मा ओली देशको प्रधानमन्त्री बनेका थिए। त्यही समयमा लामो समयदेखि देशमा भएको भ्रष्टाचार, अनियमितता र व्यथितिको विरुद्ध जेएनजीहरूले सेप्टेम्बर 8का दिन आन्दोलन गरेका थिए। उनीहरूको माग पुरा गरिदिनु वा वार्ताको पहल गर्नुको साटो गोली चलाइन्छ। आफ्नो देशको परिवर्तनको लागि उठेका आवाजहरू दबाउन खोजिन्छ। आँखा नहेरी अन्धधुन्द गोली चलाउँदा कयौँ कलिला शान्तिपूर्ण आन्दोलन गरिरहेका जेएनजीहरू आफ्नो देशको परिवर्तनको लागि आवाज उठाउन खोज्दा टाउकोमा गोली खान बाध्य हुन्छन्। त्यसको आक्रोशमा भोलिपल्ट सेप्टेम्बर 9मा नेताको घर, पार्टी कार्यालय भवन, सरकारी कार्यालयहरू जलाइन्छ। पुरै देश जलिरहेको हुन्छ। त्यस दिन दिउँसो ओलीले आफ्नो प्रधानमन्त्रीको पदबाट राजीनामा दिन्छन्। पछि राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा सिफारिस गर्छन्। अन्तरिम सरकारले फागुन 21मा प्रतिनिधि सभाको निर्वाचन तय गरेको छ, जुन आउन अब केही दिन मात्र बाँकी छ। देश नै निर्वाचनमय भइरहेको समयमा अन्य निर्वाचन क्षेत्रमा भन्दा झापा 5ले यसपटक सारा नेपालीको ध्यान केन्द्रित गरेको छ। सधैँ सहजै जित हासिल गर्ने ओलीको विरुद्ध बालेन काठमाडौँ महानगरपालिकाको मेयर पदको कार्यकाल नसिद्धिँदै राजीनामा दिएर त्यही क्षेत्रमा चुनाव लड्दैछन्। काठमाडौँ महानगरपालिकामा भारी मत अन्तरसहित विजय भएका बालेन आफ्नो हुँदाखाँदाको मेयर पद छोडेर यसरी ओलीको पकड क्षेत्रमा आएर चुनाव लड्नुले नेपाली राजनीतिले पुस्तान्तरण खोजिरहेको छर्लङ्गसँग देख्न सकिन्छ। तर बालेन यसपालि स्वतन्त्र उठेका छैनन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडिरहेका छन्। दुवै दलका प्रमुख नेता एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्दै गर्दा यतिबेला झापा 5मा कसले चुनाव जित्ला भन्ने कुराले जनमानसमा जिज्ञासा जागेको छ। हामीले यही व्यक्तिले जित्छ अथवा यही पार्टीले जित्छ भनेर ठोक्का गरेर भन्न त नसकौँला। तर विगतमा भएको मत परिणाम तथा अहिलेको गतिविधिहरूले गर्दा यी दुवै व्यक्तिमा के कस्ता असर तथा फाइदाहरू हुनेछन्, साथै अन्य उम्मेदवारहरूको के कस्ता सम्भावना रहनेछन् भन्ने कुरालाई एनालाइसिस गरेर हामी विस्तृत रूपमा एक्सप्लेन गर्नेछौँ। झापा क्षेत्र नम्बर 5को निर्वाचनमा यी मुख्य 8वटा कुराहरूले प्रभाव पार्न सक्छ। यही तत्त्वहरूले गर्दा चुनावमा कसले जित्छ र कसले हार्छ भन्ने कुरा डिसाइड गर्नेछ। तीमध्ये पहिलो रहेको छ उम्मेदवारको व्यक्तित्व र प्रभाव। केपी शर्मा ओलीले यस क्षेत्रबाट 6 चोटि चुनाव जितिसकेका छन्। यही क्षेत्रबाट चुनाव जित्दै पटक पटक प्रधानमन्त्री समेत बनिसकेका ओलीले यस क्षेत्रलाई एमालेको पकड क्षेत्र मान्छन्। तर बालेन संसदीय निर्वाचनमा पहिलो पटक सहभागी हुँदैछन्। उनी यसअघि काठमाडौँ महानगरपालिकाको मेयरको पदमा भव्य तरिकाले विजयी भएका थिए। संसदीय निर्वाचनमा कुनै रेकर्ड नभए पनि यसपटक बालेनको क्रेजले ओली डराएको हामीले देख्न सक्छौँ। आफ्नो क्षेत्रमा जित्ने निश्चित भएकाले यसअघिका निर्वाचनहरूमा आफ्नो पार्टीका अन्य उम्मेदवारहरूलाई भोट माग्ने तथा ठुला कार्यक्रमहरूमा भाषण लगाउन जाने गरेका थिए। केरु काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। एमाले नेता तथा पूर्व सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले त बालेनले झापा 5मा चुनाव लडेर एमाले भित्र तनाव बढेको आफैले स्वीकारेका छन्। निकै ठुलो डिजाइनको साथ बालेनलाई त्यहाँ
तीभित्र एउटा चाहिँ तपाईँको एमाले भित्र एउटा चाहिँ टेन्सन सृजना गर्ने। बालेनसँग फोटो खिचाउने र बालेनलाई विश्वास गरेर आफ्नो पीडा सुनाउनेको पनि उत्तिकै डरको लागेको छ। ल आमा बालेन जहाँ पुगे त्यहीँ लागेको भिडले ओली डराएको प्रष्ट रूपमा देखिन्छ। त्यही भएर पनि होला सधैँ सजिलै जित्छु सोच्ने ओली यसपालि घर दैलोमा हिँडिरहेका छन्। झापा 5 को निर्वाचनलाई प्रभाव पार्न सक्ने अर्को मुख्य तत्त्व रहेको छ पार्टीको सङ्गठन र गठबन्धन। झापा 5 जस्तो क्षेत्रमा चुनाव जित्न व्यक्तिगत लोकप्रियता मात्र होइन, पार्टीको सङ्गठनको जरा कतिको गहिरो छ भन्ने कुरा निर्णायक हुन्छ। यस अघिका 2 निर्वाचन हेर्ने हो भने पनि यसको प्रभाव राम्रोसँग परेको देखिन्छ। दुवै निर्वाचनमा ओलीले आफ्नो प्रतिस्पर्धीले ल्याएको मतको दोब्बरभन्दा पनि बढी मत ल्याएर विजयी हुन्छन्। प्रतिनिधि सभा निर्वाचन 2074मा त नेकपा एमाले र नेकपा माओवादीको गठबन्धन गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा नाम राखी केपी शर्मा ओली र पुष्पकमल दाहाल संयुक्त अध्यक्ष बनेका थिए। एउटै पार्टीबाट चुनाव लड्ने भएकोले ओलीलाई नेकपा माओवादीले भोट काट्ने केही डरै थिएन। त्यो समयमा अहिलेको जस्तो स्वतन्त्र उम्मेद्वारको लहर चलेको थिएन। उनको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारी विरुद्ध अप्रत्याशित मतअन्तरसहित ओली विजयी हुन्छन्। त्यस्तै प्रतिनिधि सभा निर्वाचन 2079मा केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर 5 मा राप्रपाले सघाउने र झापा क्षेत्र नम्बर 3 मा राजेन्द्र लिङ्गदेनलाई एमालेले सघाएको भएर यी दुवै उम्मेद्वार भारी मतअन्तरसहित आफ्नो क्षेत्रमा विजयी हुन्छन्। तर अघिल्लो निर्वाचनमा ओलीले प्राप्त गरेको मतभन्दा यस निर्वाचनमा ओलीको मत लगभग 5000ले घटेको थियो। त्यस निर्वाचनमा रासोपाबाट पनि सुरेश कुमार पोखरेललाई ओलीको विरुद्ध उठाइएको थियो। चुनावको 5 महिना अगाडि जन्म भएको पार्टीबाट पनि उनले 11759 भोट प्राप्त गरेर तेस्रो हुन्छन्। यहीबाट पनि देख्न सकिन्छ कि झापा 5 परिवर्तन खोजिरहेको छ। झापा 5 मा तेस्रो प्रभाव युवा तथा पहिलो पटकको मतदाताबाट पर्न सक्छ। कुनै समय युवाहरूले केपी ओली आई लभ यू भनेर लगाउने नारा अहिले बालेन शाहपट्टि सरेको देख्न सकिन्छ। युवा जमातमा त बालेन शाहको अचम्मकै क्रेज देखिन थालेको छ। यस अघि जति पनि सरकार बन्यो त्यो सरकारले न त युवालाई सिपमूलक तालिमहरू दिन सकेको छ न त युवाहरूलाई देशमा अडाउन सकेको छ। युवाहरू रोजगारी नपाएर विदेशिनु परेको त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्रन्दन हामी सबैले देखेका छौँ। तर यसलाई पूर्व प्रधानमन्त्री तथा अब फेरि प्रधानमन्त्री बन्न खोजिरहेका केपी शर्मा ओलीले युवाहरू रहरले विदेशिएका अभिव्यक्ति दिन्छन्। नेपालको सरकारी कलेजमा विद्यार्थीले पार्टीको झण्डा नबोकी पढ्ने वातावरण छैन। ओली विदेश पढ्न गएका विद्यार्थीलाई चोइसले गएका हुन् भनिदिन्छन्। उनले यतिका वर्ष विद्यार्थीहरू के कारण बाहिरिँदै छन् पनि पत्ता लगाउन सकेका छैनन्। यी कामहरू ओलीले पूरा गर्न नसकेको छर्लङ्ग हामी सबैले देखेका छौँ। निर्वाचन आयोगका अनुसार झापा क्षेत्र नम्बर 5 मा 1,63,379 जम्मा मतदाता रहेका छन्। जम्मा मतदाताको झन्डै 22% मतदाता 18 देखि 29 वर्ष बीचका छन्। उनीहरूको मुख्य माग नै देशमा नै रोजगारीको अवसर, आर्थिक स्थिरता, सुशासन र भ्रष्टाचारको नियन्त्रण, डिजिटल नेपाल र प्रविधि स्टार्टअप जस्ता रहेका छन्। तर यो कुरामा ओलीले पटक पटक सरकारमा पुग्दा पनि पूरा हुन नसकेपछि अहिले उनीहरूको फ्रस्ट्रेसन चुनावमा निस्कन सक्छ, जसले गर्दा बालेन वा रासपालाई फाइदा हुन सक्छ। चौथो प्रभाव पार्न सक्छ यस क्षेत्रको स्थानीय मुद्दाहरूले। झापा 5 कृषि प्रधान अर्धशहरी तथा सीमावर्ती क्षेत्र भएकोले यहाँको मतदाताको प्राथमिकता प्रत्यक्ष जीवनसँग जोडिएको मुद्दामा केन्द्रित देखिन्छ। यहाँ कृषि र बजार व्यवस्थापन, पूर्वाधार विकास र स्वास्थ्य शिक्षा जस्तो क्षेत्रमा समस्या छ। अझ यस क्षेत्रमा सुकुम्बासी तथा भूमिहीनको ठूलो समस्या रहेको छ। पटक पटक यस क्षेत्रका सुकुम्बासीको भावनासँग खेली जग्गा दर्ता तथा लालपूर्जा वितरण गर्ने जस्ता आश्वासन देखाएर चुनाव जित्ने गरेको र पछि यो मुद्दालाई बेवास्ता गरेको उनीहरूको आरोप छ। साथै यो क्षेत्र नेपाल भारतको सिमानामा पर्ने भएकोले खुल्ला सिमानाका कारण हुने तस्करी, लागु औषध र आपराधिक गतिविधिको चुनौती यस क्षेत्रमा छ, जुन पटक पटक ओली जितेर जाँदा पनि समाधान हुन सकेको छैन। अर्को प्रभाव पार्न सक्ने तत्त्व रहेको छ जातीय तथा सामाजिक समीकरण। कुनै क्षेत्रको सामाजिक बनावटले पनि निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ। समुदायगत समर्थन र परम्परागत मतका आधारमा गरिने मतदानले गर्दा ओलीलाई फाइदा हुन सक्छ। ओली यस क्षेत्रमा वर्षौंदेखि चुनाव लडिरहेका छन्। कुनै समाजमा कुनै व्यक्ति वा पार्टीप्रतिको झुकाव या भनौँ वफादारीले गर्दा उसले कुनै हालतमा मत परिवर्तन गर्न सक्दैन। उसले मानेको नेताले राम्रो वा नराम्रो जे गरे पनि उसले आफ्नो नेतालाई सधैँ राम्रो नै देख्छ। नेपालको प्राय सबै क्षेत्रहरूमा यो सबैभन्दा ठूलो समस्या हो, जसले गर्दा राम्रो व्यक्ति सदनमा पुग्न सकेको छैन। झापा 5 मा पनि यो नहोला भन्न सकिँदैन। त्यसैले निर्वाचनमा यो पनि एउटा प्रमुख प्रभाव पार्न सक्ने तत्त्व हो। अर्को रहेको
छ मतदाताको उपस्थिति। यसलाई टर्नआउट भनिन्छ। निर्वाचनमा एक मतले पनि परिणाम बदल्न सक्छ। कहिलेकाहीँ निर्वाचनमा कसले जित्छ भन्ने कुरा को मतदान गर्न आयो भन्ने कुराले पनि डिसाइड गर्ने गर्छ। कोर भोटर्स भएको पार्टीलाई कम मतदाताको उपस्थिति यानि कि लो टर्नआउट फाइदाजनक हुन्छ। हाई टर्नआउट हुँदा स्विङ भोटर्स जसले पार्टी वा व्यक्तिको कामबाट असन्तुष्टि मतदाता बाहिर आउन सक्छन्। त्यसैले युवा मतदानमा सक्रिय भएमा रासपाको उम्मेद्वार बालेन शाहलाई फाइदाजनक हुन सक्छ। समीकरण बदलिन सक्छ। त्यस्तै अर्को प्रभाव पार्न सक्ने तत्त्व रहेको छ राष्ट्रिय राजनीतिक अवस्था। केपी शर्मा ओलीको मुख्य मुद्दा नै म भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिदिन भन्ने छ। उनी पटक पटक यही कुरा दोहोऱ्याउने गर्छन्। भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न। तर ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा प्रकाशित लेटेस्ट करप्सन पर्सेप्सन इन्डेक्स CPI को अनुसार नेपालले 100 मा 34 अङ्क प्राप्त गरेको छ। स्केलमा 0 सबैभन्दा बढी र 100 सबैभन्दा कम भ्रष्ट मानिन्छ। स्कोर 50 भन्दा कम छ भने त्यो देशमा एकदमै भ्रष्टाचार भएको मानिन्छ। नेपालको स्कोर 34 रहेको छ। नेपालले स्थिर सरकार पाउन नसकेको कारणले पनि देशमा विकास हुन सकेको छैन। कुनै पनि दलको बहुमत नआएको कारणले दलहरू सरकारमा जान गठबन्धन गर्ने गर्छन्। 2 वा 2 भन्दा बढी दलको समायोजनले गर्दा प्रधानमन्त्रीको कुर्सीलाई नेताहरूले म्युजिकल चेयर जसरी चलाइरहेका छन्। या भनौँ नेताहरूमा भएको पावर हङ्गरले गर्दा जनताले दुःख पाइरहेका छन्। देशले फड्को मार्न सकिरहेको छैन। नेताले जनताको भावनामाथि लात हानिरहेका छन्। त्यसैले गर्दा सङ्घीय सरकारको कामप्रति जनताको असन्तुष्टि बढ्दै गएको देखिन्छ। सेप्टेम्बर 8 मा भएको जेनजी प्रोटेस्टको मुख्य कारण पनि यही नै हो। यस्तै देशमा बढिरहेको महँगी, घट्दो आर्थिक अवस्थाका कारण जनता पुरानो नेताहरूप्रति असन्तुष्ट छन्, जसले गर्दा बालेन वा रासपालाई फाइदा हुन सक्छ। हामीले राखेका 8 वटा मध्ये निर्वाचनमा सबैभन्दा ठूलो प्रभाव सामाजिक सञ्जाल र प्रचार शैलीबाट पर्न जान्छ। ओली प्रचार प्रसारमा लागेको केही दिनमा नै बालेन विरुद्ध यसरी बोलेका थिए। अब उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। प्रधानमन्त्री समेत भइसकेका व्यक्तिले यो तरिकाले कुनै समुदाय वा क्षेत्रलाई होच्याउनु आफैमा निन्दनीय छ। जुन कुरा सामाजिक सञ्जालमा सर्कुलेट भएर कतिपय ठाउँमा ओलीको विरुद्ध नाराहरू पनि लागे। तर यसपालि बालेनको प्रचार शैली र भाषण हेर्दा सबै नेपाली छक्क परेका छन्। उनको भाषणमा न कसैलाई गाली गरेका छन् न कसैलाई होच्याएका छन्, जसले गर्दा बालेन वा रासपालाई फाइदा हुन सक्छ। यी 8 झापापातको निर्वाचनमा मुख्य प्रभाव पार्न सक्ने तत्त्व भए पनि हामीले कुरा बालेन र ओलीको मात्र गर्न मिल्दैन। यी 2 मुख्य उम्मेद्वार बाहेक यस क्षेत्रमा अन्य 22 जना उम्मेद्वारहरू उठेका छन्, जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी प्रसाद सङ्ग्राउला, नेपाल कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ र उनीहरूकै अनुसार भन्ने हो भने सुधारिएको काङ्ग्रेसबाट यसपालि खगेन्द्र अधिकारीलाई हटाएर मनधारा चिमारियालाई यस क्षेत्रबाट उठाइएको छ। परिणाम के होला त्यो त फागुन 21 गतेको निर्वाचनपछि नै थाहा होला। तर निर्वाचनमा उठेका सबै उम्मेद्वारहरूलाई खेलाइसी भने गर्न मिल्दैन। कुनै एक पार्टी वा व्यक्तिको अपेक्षित मत अर्को सानो पार्टी वा व्यक्तिले काट्दा पनि परिणाम फरक आउन सक्छ। प्रमुख दावेदार मानिएका केपी शर्मा ओली र बालेन्द्र शाह दुवैलाई प्रधानमन्त्रीको लागि दुवै पार्टी एमाले र रासपाले अघि सारेको छ। झापा-5ले आफ्नो क्षेत्रको लागि मात्र नभएर सिङ्गो राष्ट्रको लागि सोच्नुपर्ने अवस्था आएको छ। आशा छ अबको सरकारले जनताको प्रश्न दबाउन नखोजोस्। अरू केही गर्न नसके पनि विद्यार्थीले यसरी कलेज पोसाकमा गोली खान नपरोस्। तपाईको एक मतको महत्त्व छ, त्यसैले बुद्धिमानीपूर्वक मतदान गर्नुहोस्। हस्त हामी अर्को भिडियोमा अवश्य भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ।